नमस्कार, म राधिका दाहाल। म मुवाकी छोरी, मुवा मनमाया सिटौला। मुवाले यो किताब लेख्नु भएको हो र मैले सम्पादन गर्दै आउँ। यो मैले बिताएको युग, मुवाको युगका सबै कुराहरू यहाँ छन्। गीत सङ्गिनी गाउन मुवा एकदम सिपालु हुनुहुन्छ। अहिले मुवा 95 वर्षको हुनुभयो र गाउन त्यत्तिकै मुवा सुमधुर स्वरमा गाउनुहुन्छ। यो दमकी लौरी भन्ने गीत सङ्गिनी एकचोटि हामी प्रस्तुत गर्न गइरहेका छौँ। दमकी लौरीले छिर्लिङ्गाइ बज्यो रे, दमकी लौरीले छिर्लिङ्गाइ बज्यो, तो बाहिरको आयो मेरी चेली, तो बाहिरको अघिल्ला डोले नि पछिल्ला सोले नि, अघिल्ला डोले नि पछिल्ला सोले, माझैका नि मैतला मेरी आमा, माझैका नि मैता। गुदरी ओछ्याउने ती मान्छे होइन, गुदरी ओछ्याउने ती मान्छे होइनन्, गलैँचै बिछ्याइदेऊ मेरी चेली, गलैँचै बिछ्याइदेऊ। नमस्कार बाजेनी पौराके जुवाई, नमस्कार बाजेनी पौराके जुवाई, कति कामले नि आउनु ओ मेरा जुवाई, कति कामले नि आउनु। अहिलेका वर्ष नि भोयैको बिमारी, अहिलेका वर्ष नि भोयैको बिमार, मैथालु नि पठाइदेऊ मेरी बाजे, मैथालु नि पठाइदेऊ। यो सामु शुक्र नि जुवाला वर्ष नि, यो सामु शुक्र नि जुवाला वर्ष, पठाउनै हुँदैन मेरा बाजे, पठाउनै हुँदैन। बुबाले लेखेका यी चिठी पत्र नि, बुबाले लेखेका यी चिठी पत्र, फर्काउनै हुँदैन मेरा बाजे, फर्काउनै हुँदैन। जुवाईको टिपिने नसक्नु रहेछ नि, जुवाईको टिपिने नसक्नु रहेछ, पठाइदेऊ छोरीलाई कठैभरि, पठाइदेऊ छोरीलाई। ओर्लाने तिला रूपा चेली, ओर्लाने तिला रूपा चेली, मैथालु जानलाई मेरी चेली, कपालको रान। ओर्लिन आमाले कोर्दिन कपाल, ओर्लिन आमाले
कहिले करिसालाई पठाए भए म एकै आउँदिन म फर्की आउँदिन मेरी आमा म फर्की आउँदिन आमाले बाटेका बेलगेडे आमाले बाटेका बेलगेडे कसार भाउजूले कुटेका पिपल पाते चिउरा मलाई लाँदिन म जाँदै जानी रुँदै नि तिनीहरू पाचेली रुँदै नि तिनीहरू पाचेली लागिन है अगाडि कठै भई लागिन है अगाडि